पिएमटिसी भने के हो पिएमटिसी भनेको अर्को टुर्नामेन्ट हो पब्जी मोबाइल ट्रेनिङ ग्राउन्ड भन्ने हो क्या त्यो त्यसमा इन्भाइट आएको भनेको पिएनएसएल खेल्ने टिमहरूलाई इन्भाइट आएको हो नि तर त्यहाँ केटाहरू खेल्दैन फिक्स छैन खेल्नु त खेल्छ होला तर अब फोकस हुँदैन होला त्यो चाहिँ त्यो तरिकाले खेल्दैन जिसी पुगेको भए चाहिँ आनन्दले खेल्थ्यो होइन मजाले ग्राइन्ड टाइपको हुन्थ्यो कति छ नि प्राइस टिजीको $2,000 त्यो टुर्नामेन्ट हुन्छ अब फेरि सानो हो सानो यो टिसीमा इन्भाइट आउँदैन र यो के भन्छ है यो हाम्रो के यो एसिया के को कि कुनको दिएको छैन नि यो जस्तै त्यो पोइन्टको हिसाबले त्यो नदिएको भनेर त्यो कारणले गर्दा आउँदैन सबै फिक्स भइसकेको हुन्छ होला नि जस्तै किनभने नेपालबाट कोही छैन जस्तो नेपालबाट कोही छैन अब नेपाल त एउटा अब के हो नि के हो नेपाल त नेपालै हो त्यो बा अस्तितिर त्यो अब यस्तो नेपालबाट कोही छनौट भएन भने इन्भाइट दिनुपर्छ भनेर उनीहरूले राखेको त होइन होला नि